What's up guys, welcome back to my new video. यो भिडियो चाहिँ धेरै पछि आज हैन, लङ भिडियो शॉर्ट्स मात्र आले दि त्यही माथि ब्याक भइराथ्यो। जो डर गया समझो मर गया। आउन सक्दैन किनभने एक्जाम नै आउँदैछ गाइज, त्यही हो। अनि के यार यो आज पनि म्याचमा चाहिँ म बोया हान्न ट्राई गर्छु, तर बोया भयो भने त्यो राम्रो हो। आजको बिआर म्याच चाहिँ इलाइटी रोक्नु थाल्छ के म इलाइटी रोक बिआरमा त्यस्तो लाग्यो। ल स्टार्ट गरौँ म्याच। लास्ट टाइम लाग्ने भयो क्या मैच पे गएर भिडियो आए जेरोक्स एफएम डबल एक्टर पो भाइ जेरोक्स एफएम भनेर अहिले म के एफएम भन्दिरहेको निस्कान्छ है नजिकबाट भित्र कसरी चलाउँछ यार साह्रो पो निक्छ guys. Damn, one day. कसलाई के धर्न खरकामीलाई आफ्नो लड्नु इसका कहाँ छोड़िए यार डैम बनाइदिनु जिन्दगी चलाउँदैन मलाई चाहिँ मेरो स्कारै बेस्ट कस्तो एनिमी What the hell? पछाडिबाट हान्यो भने पो गयो कहाँबाट हान्यो बोबल उताबाट हान्यो साइलेसन सबै कथा निकालिसके हुन्थे गाइस हैन। एकछिनै गाइस अब बन्द गर्नु पर्यो एकछिन। हान्नु पर्यो त्यसलाई।
भागे यार कहाँबाट आयो साइलेन्सर लगा नराम्रो यहाँ त आउँछ होइन गाइज एनिमी नि भेटिरहेन 27 जना बाँकी छ बोया गर्नुपर्छ यो म्याच जसरी नि लुटिहाल्यो नि थर्ड गाइज माथि मोबाइल थर्ड पर्सन किन आएको नि होला बिस्तारी खेल्नुला नि कान्छाहरूसँग त किन बेस गरी खेल्नु छ र त्यसलाई हेर्नु गाइज यतिकै त करेन्ट ल्याउनु कुरा हेर्नु हान्छ नराम्रो हाने नि गाइज यार डिप्लेयर हो यसको उडपिकले हेडसट हान्दैन यसको प्यारासुट रोक्दै गाह्रो हुन्छ Kill. स्क्वाड में हाल्ने मिल्दैन स्क्वाड में हाल्न पाए हुन्थ्यो गाइज मैले हुन्थ्यो स्क्वाड में हाल्न पाए त्यो हैकर हो गया गाइस अगाडि गयो हैकर जस्तो लाग्यो
श्रेयक्स गेमिङ भन्ने चिने छैन जस्तो छ कहाँ छ अरे Samsung चिन्नु है गाइस श्रेयक्स गेमिङ भनेर यो प्लेटफर्ममा नयाँ हुन्छ नराम्रो थर्ड गाइज नराम्रो भयो नि सन्सानी मर्यो म नि मर्यो बुया त्यही नसिबै छैन यो भाग्यमा ल गाइज अब यति नै होला आजको भिडियोमा त्यसो माथि आजको भिडियोमा त्यही ऱ्याङ्क खेलेको हाल्दा थिएँ हेरिदिनु होला ऱ्याङ्क खेलेको यस्तो यस्तो भिडियोहरू अनि सुरज दाइसँग बोलाउनु म अनि गाइज एन्ड अर्को भिडियोमा चाहिँ म होइन यो बन्डल निकाल्छु होइन यहाँबाट मलाई यसको हेर राम्रो लाग्छ किनभने मेरो ड्रेसअपमा सुट हुन्छ अनि यो नि बवाल छ यसको किनभने मिस्ट्री सबमा चाहिँ मेरो 62% माथि निक्ल्यो मैले भिडियो बनाउनु पाएको थिएन अनि यसमा चाहिँ यो बन्डल चाहिँ मलाई त्यति राम्रो लागेन होइन गाइज हेर्नु कस्तो केटी छक्का यो बन्डल चाहिँ पुरानो भ्यालेन्टाइनको ल यति नै होला नयाँ इभेन्ट आउँदैछ यो बन्डलको यो बन्डलको हेड चाहिँ कपी होइन कपी क्याटहरू हो यिनीहरू चाहिँ कपीवाला भर्जन यसको रियल भर्जन चाहिँ म देखाइदिन्छु गाइज यही छ क्या फुल बन्डल जाउँ होइन तल 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 यो बन्डलको हेर्नु गाइज कपी भर्जन के डिटो कपी अनि ल गाइज आजको भिडियोमा चाहिँ यति लाइक एन्ड सेयर सब्सक्राइब होइन अनि बाई बाई गाइज लङ भिडियो आउँछ तर ग्यापमा आउन सक्छ होला त्यही हो आजको भिडियोमा यति नै